नमस्ते दर्शकबिन आज चाहिँ हामी हामीहरूको युथ दाजुभाइहरू भेला भएर आज हामी मनबहादुर तामाङ ज्यूको घरमा चाहिँ आज हामी भेला भएका थियौँ र एउटा दुःखदको खबर उहाँको श्रीमती माया तामाङ चाहिँ मिस हुनुभएको रहेछ कर्मरत गरिरहेको बेङ्गलोरमा र उहाँलाई हामीले आज साथमा लिएर आएका छौँ र उहाँसँग हामी दुई कुरो सोध्नेछौँ र उहाँको के परिचय हो के नाम हो तपाईँ दुई कुरो राखिदिनुहोस् दादा। नमस्ते सबैलाई दाजुभाइलाई गोर्खा पल्टनलाई। यो मेरो नाम मनबहादुर तामाङ हो। म आसाम निवासी हो। म यहाँ बेङ्गलोरमा यहाँ काम गर्दैछु। काम गर्न आएको मान्छे हो। अब यहीँदेखि मेरो श्रीमती हराएको छ मिसिङ भएको छ यतिबाट। म उसलाई यति नै भन्न चाहन्छु एकखेप मसँग सम्पर्कमा आओस् एकखेप, किनकि यस्तो विपदमा मलाई पनि विपदमा पारेर गएको छ। अब म पनि एक्लो मान्छे कहाँ जानु के गर्नु, न कोही आफ्नो मान्छे छ यहाँ, थाहा छैन यस्तो आपदमा मलाई पारेको छ। म अब के गर्नु अनि उता एकखेप मलाई सम्पर्कमा आइदियो भने भयो भने। यस्तो मलाई यस्तो बारेर गएको छ छोडेर के अरे मलाई हेर्नु यहाँ सबैतिर लथालिङ्ग यस्तो बारेर छोडेर गयो। माथिबाट म पनि बिमार छु, दबाई खाइ म पनि काम गर्दैछु। यस्तो दुःख देखेर मलाई त्यस्तोमा आपद पारेर गएको छ। अनि उसलाई के भन्नु अब म यति थाहै छ उसलाई अब कहाँ छ ऊ, जहाँ भयो भने भिडियो हेर्दैछ भने त एकखेप मलाई सम्पर्कमा आएर भन्नु पऱ्यो, मसँग सम्पर्क गर्नु पऱ्यो। ऊ एकखेप के हो कसो हो कहाँ छ, किन मलाई यस्तो पारेर गएको थियो। मैले न त उसलाई कहिले गाली गरेँ न कहिले उसँग म बाजेँ, न उसलाई कहिले केही भनेको थिइनँ किन पनि यस्तो गरेर गएको छ। हेर्नु कहाँ छौ भने तिमी कहाँ गएको छौ, अब तिम्रो घरबाट पनि यस्तो भइरहेछ, घरमा पनि टेन्सन भइरहेछ, सबैले सोधिरहेछ कहाँ गयो के छ भनेर। यो भिडियो हेर्दैछ भने मेरो नम्बरमा एकखेप जसरी पनि यो भिडियो हेऱ्यो भने मलाई एकखेप सम्पर्क गर, फोन गर, त्यहाँबाट जसरी मलाई एकखेप कन्ट्याक्टमा आइज, एकखेप मसँग कन्ट्याक्टमा आइज, कुरा गर मसँग के हो कसो हो। सबैले चिन्ता छ, मलाई पनि टेन्सन भइरहेछ कहाँ हो के छ के भएर मान्छेले लगेको छ कि बा कोहीसँग गयो त्यो थाहा छैन अझसम्म। अनि त्यही भएर टेन्सन लाग्यो, सबै टेन्सनमा छ। एकखेप फोन गर मलाई यो नम्बरमा। नमस्ते, मेरो नाम चाहिँ समीर थापा हो। आज दाजुको श्रीमती हिजोदेखिबाट मिसिङ हुनुभएको छ। त्यही हामीहरू अब सबै दाजुभाइ गोर्खालीहरू मिलेर दाजुको अब हेल्प गरिदिनु आइदिएको। हजुरको भाउजू हिजोदेखिबाट मिसिङ हुनुभएको छ। त्यही अब दाजु पनि अलिकति बिमार हुनुभएको छ, दबाई खाँदै अब ड्युटी गर्नुभएको छ यो कम्पनीमा। यस्तो कन्डिसनमा भाउजूले नमस्ते सबलाई धन्यवाद मान्दैछु म। नमस्ते हाम्रो गोर्खा दाजुभाइहरूले सबलाई भन्दैछु म होइन। मेरो बहिनी माया तामाङलाई भन्दैछु, असली मेन चाहिँ माया तामाङलाई भन्दैछु म। ऊ बहिनीले बहुत गलत काम गरेछ, बिचरा उसलाई छोडेर जाँदाखेरि यो घरको अवस्था यस्तो हुँदैछ। मलाई पनि बहुत टेन्सन भइरहेछ। बिचरा ऊ यस्तो दबाई पानी खाएर ट्याब्लेट काम गर्दैछ। उसलाई यति माया गरेको माया तामाङलाई। तिमी माया तामाङ तिमी जसरी हुन्छ मेरो ज्वाइँसँग एकबार सम्पर्क गर्नु, बात गर्नु। सुन्नुभयो, तपाईँ जहाँ पनि हुनुहुन्छ मेरो ज्वाइँसँग एकबार सम्पर्क गरेर बात गर्नुहोस्। तपाईँ तिमी इन्डियामा चाहे बेङ्गलोरमा होस् चाहे तिमी आसाममा होस्, तिमी जहाँ पनि भयो भने तिमी मेरो ज्वाइँसँग सम्पर्क गर्नु, बिचरा उसलाई सहायता गर्नु। तिमीलाई के दुःख गरेको छ बोलु मलाई भन्नु। मलाई केले त भनेको छैन, मलाई धोका दिएर बोल, मलाई धोका दियो ऊ दाजुले। मलाई त मेरो बहिनीको रिस्ता मेरो खत्तम भयो। म त अहिले डाइरेक्ट भन्छु म, तिमी ज्वाइँलाई सम्झेर तिमी एकबार सम्पर्क गरेर तिमी फोन गर्नु जसलाई ज्वाइँलाई। म त्यति नै धन्यवाद भन्दैछु बहिनी तिमीलाई। जसरी पनि अब एकजनाको मेरै बुढी हरायो भने मलाई कस्तो टेन्सन हुन्छ। तिमीले त्यो छोडेछौ, तिमीले यस्तो सिधा मसँग छोडेर गयो तिमीले होइन। उसको उसलाई यस्तो डिप्रेसनमा यस्तो भइरहेको छ उसलाई। तिमीले सोचेको त्यसले तिमी त्यो नसोचिकन त्यो कुरा नसोची तिमी गयो छोडेर गयौ। अहिले तिमी ऊ कस्तो भइरहेछ तिमीलाई विचार गरेछौ। बहिनी तिमीलाई के कमी गरेको थियो ज्वाइँले, के गरेको थियो भनेको थियो तिमीलाई, के कमी त राखेको थियो नि ज्वाइँले भन त। जसरी ज्वाइँसँग सम्पर्क गर्नु हो, बात गर्नु हो, कल गर्नु तिमीले, त्यति ज्वाइँले भन्दैछ। मसँग आएर कति हिजो राति पनि आएर रुए मसँग बात